हेलो नमस्कार सम्पूर्ण मेरो च्यानलमा जोड्नु हुने साथीहरूलाई। आज चाहिँ म मकालु गाउँपालिका वडा नम्बर 5 वडा नम्बर 4 पावखला भन्ने गाउँतिर छु। यहाँको भौगोलिक सुन्दरता चाहिँ यस्तो छ गाइजहरु, भौगोलिक बनावट यस्तो छ, हेर्नुहोस् ल। सररररररर यो चाहिँ तल इखुवाबाट समटरबाट ठ्याक्क यो ठाडो देखिने बाटो चाहिँ हाम्रो 4 नम्बर वडाको वडा कार्यालय कारमाराङ भन्ने गाउँ पर्छ। यो पारी देखिएको चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले। हेर्नुहोस् गाइज, क्या बबाल ठाउँ छ है। यो पारी देखेको हो बाक, यो माथि डाँडा डाँडा नाङ्गी देखिएको छ, यो नङ्गो देखेको सबै यो चाहिँ कोदो र मकैको है खोरिया भन्छौँ हामी। ल केरा पनि रहेछ यहाँ खतरा खालको अलैँची बारी है। बाटोको स्थिति यस्तो छ, ठिनिनी उकालो छ, घाम अस्ताउने बेला छ। यो उकालो बाटो माथि यो डाँडाको उतापट्टि चाहिँ बैदे भन्ने गाउँमा पुग्नु पर्ने आज है। यो केन्द्र लाइनको पोलहरू यस्तो अवस्थामा छ। म चाहिँ अहिले ठ्याक्कै सिरुटार तल पारी देखेको उहाँ हो। यो देखेको रोड चाहिँ कोशी राजमार्गको हाइवे हो, किमाथाङ्कासम्म जोडिने बाटो। अब यता हुँदै यो चाहिँ कारमाराङ। ल मेरो भिडियोलाई सक्दो सेयर लाइक र सब्सक्राइब गरिदिनु होला गाइजहरु भन्दै बिदा हुन चाहे। बाई बाई।